हाँस्नेवाला हालिदिनु ओ नो 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 वाला हालिदिने यो भिडियोमा हालिदिनुपर्छ तिमीहरूको सारा भाइ हेलो guys welcome back to my channel right guys ladies and gentlemen hello ladies and gentlemen welcome back to my channel welcome back to my video अनि आज चाहिँ हाम्रो डे 2 हो हिजो डे 1 हामीले यो गर्यौं है त्यही भएर आज चाहिँ यसो झिरमा आइरहेको छु भाइसँग यहाँ पहिला म दुईचोटि चाहिँ आज है दुईचोटि आयो भाइसँग आयो अनि जस्ट यसो मेमोरीको लागि चाहिँ भिडियो भ्लग भनेको त्यही हो पछि गएर भाइहरू पनि मजा आउँछ नि त त्यही भएर बनायो अनि यस्तो चाहिँ अहिले चाहिँ भित्र प्रवेश गर्दैछौँ टिकट सिकट काटेर जाँदैछौँ एकदम यस्तो चाहिँ गर्नु भएन है टिकट स्यातेर ल गाइजहरू होइन भाइ ladies and gentlemen हजुर बुझ्नुहुन्छ सबैजना जेन्टलमेन हुनुहुन्छ अनि हाउ क्यान वी के भन्नु एक्सप्लोर दिस जेर है खाजा साजा पनि भित्र पाउँदो रहेछ महाकडक तर अभि पुरै रोस्टर्सहरू पाउँदो रहेछ त के हो त्यो अनि आज चाहिँ मङ्गलबार हो अनि त्यति मान्छेहरू हुन्छ हुँदैन त्यो चाहिँ थाहा भएन जाँदैछु म अब हेरौँ के होला के यसको फुलको नाम भन्ने त भाइ जस्ट एक्सप्लेन डोर्सहरू पनि रहेछ एउटालाई हाम्रो यो चाहिँ क्युहरू हो हाम्रो दादाहरू जय नेपाल भाइ जय नेपाल सो गाइस यस्तो छ कोहरू यो माछाहरू ए ला सरी यार सहिदहरू पो रहेछ त माछा टक्क यस्तो वाउ सुनको हो क्या हो होइन त गम्बुट हो ए सरी छाला तिमी फोटो खिच्ने हो होइन होइन त्यो आज चाहिँ खासै मान्छे नभएको अवस्था छ है अब जान्छौँ केटीहरू रहेछौँ आज भाइ यस्तो सिनेमेटिक हान्नुपर्छ सिनेमेटिकमा डालिया है लौरे भन्छ आलु हुन्छ हामी चाहिँ आलु फुल भन्छौँ के अर्कोलाई पो आलु फुल भन्छ यो चाहिँ मेरो भाइ हो अर्को भाइ त्यो गाई छ अब जानु सहित योबाट गइसकेर अब यतातिर जान्छौँ मान्छे त्यति नभएको बेलामा आउँदो रहेछौँ त भाइ हामी त है के बेला अन गर्छ हौ झुलुङ्गे अब धेरै पछाडि चढौँ न है झुलुङ्गे पनि A few minutes later यहाँ कहाँ थियो क्या अस्ति रेटिङ पुरा मस्त रहेछ गई भएको होइन भाइ गई भएको ठाउँ नै त छैन जस्ट झुक्कै दिएको तिमीलाई झुलुङ्गे चढ्न चढेपछि धेरै बाटो झुलुङ्गे होइन भाइ कहाँ चढ्यो चेङथापु गएको थियो गेममा कुन गेम चढ्यो कुन झुलुङ्गे चल्यो त्यो उता चेन्थाइ बजारदेखि भाइ हो पर चाहिँ के भन्छ ओ अनि आज चाहिँ झिरमा मान्छे नबढी कम नबढी त के भन्नु रहेन रहेछ मान्छेहरू मान्छे भाइ आउँदा भाइ त कसम यार तिमी त यही छौ क्या मान्छे नभएकोमा त उयो पिङ छ पिङ हान्ने हो उयो पिङ छ होइन मागड 50 रुपियाँ त्यत्तिकै गए जस्तो फिल भयो ल्याएर मान्छे हुँदा र ड्याङ्गै हुन्छ नि भाइ त्यो गाइस यस यति बेला जस्ट डेटिङ गर्नु चाहिँ मजा आउने रहेछ चिजमा थाहा भयो अलिक कस्तो यो पब्लिक भन्ने
कुखुरा चाहिँ खाइदिउँ क्या भएर एकछिन उहाँ बस्नु न अनि कहाँ घल्लिँदै अब पैसा तिरिहाल्यो त त्यति साह्रो त भन्दैन भाइ दाजुहरूलाई जोडी आमालाई के अरे आई लभ यु मम भन्दाखेरि लभ यु टु भन्छ अनि बाउले चाहिँ युआर के भन्छ बस दाइ भाइ हल्लौँ न अब के चाहिँ 50 रुपियाँको हल्लिनु त परेन हल्लिने ठाउँ के ढुङ्गा हान्ने हो भन्नु छ तर योभन्दा परको ठुलो छ कि कोही हान्ने भएन परको त यत्रो सिक छ नि यो त ठुलो छ नि वरिपरि जम्मै अन्त हान्ने हो यहाँ हान्दैन त वरिपरि हान्ने होइन आफू तर मिल्छ र डट्टा मिलिहाल्छ नि किन टेन्सन भयो यार तिमी हान्दैन हान्दा कति हो कोक पनि रहेछ यार खाइदिउँ क्या हो मकडक त्यही हो गाइस दादा मस्त हान्ने अब खुट्टै गल्यो अब यहाँ कहाँ जानु हामी कहाँदेखि जानु अब हिँड्दै जानु कि गाडी हाल्नु के हिँड्दै जान्छ हिँड्दै त कहिले पुग्नु भाइ गाडी चाहिँ कहाँ पाउँछ घन्टामा ओ बाहिर अटोहरू हुन्छ यहाँ बिज्दैछ नि त भाइ बिज्यो रुन्छ हेल्प माई फोन भन्दै भन्दैछ गिदाङ अब त्यो खाइके झोला मिल्छ झोडा अब गएर तर त्यहाँ पनि त्यहाँ त केही त केही छैन यतिकै हेर्ने मात्रै हो कि त्यो योभन्दा सानो यत्रो छ यसो हेर्ने मात्रै नि त्यसो त्यतिकै त्यहाँ त केही छैन बरु यहाँ बस्नु 50 रुपियाँ उठाएर जान्छ त त्यही परेर बस्नु भएन यहाँ पिङ खेल्नु मन लाग्ने पिङ खेल्नु यार अब गर्लफ्रेन्ड छैन न त गर्लफ्रेन्ड लिनु त धेरै टाइम पास हुन्छ होइन भाइ निशान ठिक छ होला यो झुलुङ्गे नहुने निशानको त्यो के अरे यहाँ चाहिँ किन अब यो अलिकति यो हो भन्ने नि यहाँ कस्तो भन्ने अब यहाँ त्यति घुम्ने हुँदैन सबै घरमा बस्ने हो हामी डाँडा काँडा गइन्छ त्यही भएर गाउँमा अब हामीलाई यो हुन्छ नि त त्यही हो अब यहाँ त अब छैन नि त केही छैन अनि बाहिर निक्लिँदा अलिक वाउ टाइपको हुने क्या झुलुङ्गे छ यहाँनिर वाउ टाइपको पानी हुँदा डुङ्गा रहेछ र हामीलाई यता निशान यहाँभन्दा राम्रो लाग्यो पनि तर उता हुँदाखेरि अल्छी लाग्छ नि त गाउँले त्यो त्यति मात्रै अरू त्यति केही छैन डिफ्रेन्ट त केही छैन त्यही भएर जान्छु म चाहिँ A few minutes later. आजको घुमाइ सबसे बेस्ट चाहिँ भएन भन्नु जहिले पनि है हिजो गयो त्यहाँ पनि मान्छे होइन हिजो त लगभग अलिअलि त भएकै हो आज त्यति छैन यतिकै छँदैछ ठाउँ ठुलो भएर नदेखि ठाउँ ठुलो भएर मान्छे तर चोपेन्द्र प्रसाद थियो होइन भाइ भिडियोमा हालिदिनुपर्छ तिमीहरूको पारा भाइ बाँस त डेन्जर छ तर यो यिनीहरू कसको गाउँ हो सुफी छोराको नाम A few minutes later. ल अब हामी जाँदैछौँ घर फर्किँदैछौँ के भन्छौ ठिक लागेन ठिक छ त्यति यो भएन नि त अनि सो गाइस आजको भिडियो चाहिँ यति नै रह्यो किनभने त्यति राम्रो भएन सो फ्रेन्ड्स घुमाइ चाहिँ भएन नि त अलिअलि यसो पैसाको माग्यो के गर्यो त्यति मात्रै हो है साथीहरू त्यति हो अनि आउनु भिडियो धेरै माया गरिदिनु ल भने यो भिडियो यहीँ समाप्त गर्न चाहन्छु ट्यागका लागि